हेलो व्हाट्सअप गाइस आज हामी नाइट क्याम्पिङको लागि सिद्धुथुम्का जाँदैछौँ। हामी चाहिँ 15-16 जनाको टोली एकदम नाइट क्याम्पको लागि सिद्धुथुम्का जाँदैछौँ। सबैजना रमाइलो गर्नको लागि भ्लग हेर्नु होला। हामी चाहिँ यत्रो टोली छौँ। हाम्रो जर्नी चाहिँ सुरु हुँदैछ गाइस। विवेक भाइ सर हेलो टेन्ट बनिसकेको छ गाइस हाम्रो भने प्राइभेसी यहाँ टेन्ट हाल्ने कार्यक्रम टक्क भइसकेको छ। हाम्रो टेन्ट थियो अर्को पनि टेन्ट गाइस भइरहेछ हाम्रो चाहिँ तयार। टेन्ट लायौँ यहाँ चाहिँ एउटा टेस्टको लागि एउटा पिटी सुतिरहेको छ। सबै सामान बोक्न सबै सामान लिनको लागि आउँदैछन् सबैजना। सबैजना सामान लिन हाम्रो सामान चाहिँ हाम्रो काकाको गाडीमा थियो आएको। म चाहिँ बाइकमा आएको। यहाँ झोला हाम्रो यहाँ छ। यहाँ यस्तो छ सामानहरू सबैजना बोकेको बोकेको। हामीले चाहिँ टक्क चाउचाउ पनि हाम्रो क्याम्पिङमा सुत्ने पनि यहाँ चाहिँ पुरा हाम्रो चटपटे बनिने कार्यक्रम। चाको बालाई टेन्टहरू चाहिँ कहाँको टेन्टहरू चाहिँ फर्स्ट लटको हामी फर्स्ट लटको माल यहाँ यो सेक आयो चाहिँ कसम कता कहाँ छ
मासुबाट चौचौमा सर्यौँ। घाम हेरेर टक्कसँगले सबैजना फोटोको लागि गएको यहाँ घाम कहाँ हेर्ने पनि खोटाङ्गे खोल्छ यो त भाडाको हाम्रो चिनिरहनुको मान्छे यो भाडा मिलाउने लागि किनेको तर हाम्रो अहिले झापा देखियो उहाँको झापामा एउटा छ गाइड हामी चाहिँ अब हाम्रो छुट्टी हुन्छ आजको पिकनिक हामीले सकेको छौँ गाइड जान्छौँ अब हामी घर जानलाई तयारी रमजानले स्ट्रिम सर्ट गर्नु उहाँहरू जान्छ अब उहाँहरू सुत्नुहुँदैछ अटो पर्खिँदै उहाँहरू पनि अटो पर्खिँदै आउँदैन नि होला ल अब हामी लाग्यो उहाँहरू अटो पर्खिँदै दुईवटा त्यहाँ छ एकछिनमा डिउ ल्याउन 50 रुपियाँ गोटाको